हेलो माई डियर ब्युटिफुल पिपल, तपाईँहरू के गर्नुहुँदैछ? हेर्नुहोस्, हाम्रो गाउँ बस्तीको भ्यू चाहिँ यस्तो नै हुन्छ। यो चाहिँ हाम्रो यताको चाहिँ ग्रिन हाउसको हालत चाहिँ अहिले यस्तो भएको छ। अहिले म चाहिँ घर गएर आएको हो नि त। तल क्यान्टिनमा जाँदैछु, ओह्रालो पानी पनि परिरहेछ। अनि म तपाईँहरूलाई भिडियो चाहिँ बनाइरहेको छु, हेर्नु सक्नुहुन्छ। यस्तो बाटोमा हिँड्नु पर्दैछ म। मेरो हालत कस्तो भइरहेको होला। हेलो गाइस, कसो हुनुहुन्छ? यस्तो बाटोमा हिँड्नु पर्दैछ म। कहिले तल पुग्नु भइसक्यो होइन। पानी पनि परिरहेको छु नि, छाता पनि उठिरहेको छु होइन, ब्याग पनि बोकिरहेको छु, झोला पनि छ हो। अनि तपाईँहरूकोपट्टि कस्तो दिन चलिरहेको छ होइन। पानी पर्दैछ। सिमी बिन्स हो, बिन्स सिमी हेर्नु सक्नुहुन्छ। यो सजना हो, लास्ट सजना हो। यहाँ पर लौका छ, यो ठाङ्गा दिएको, यो मचान बनाएको चाहिँ लौका हो। करेला देख्न सक्नुहुन्छ यहीँ हेर्नुहुन्छ। हाम्रोमा चाहिँ एकदम फ्रेस खानु पाउँछ। बस्तीमा अर्ग्यानिक हुन्छ, प्योर अर्ग्यानिक हुन्छ। तपाईँहरूले पनि चाहिएको छ भने कमेन्ट गर्नु होला। बिन्सको चाहिँ अहिले रेडी हुँदैछ भर्खर। चाहियो भने चाहिँ कमेन्ट गर्नु होला, कोलाई चाहिएको छ होइन। म तपाईँहरूलाई यसरी नै भिडियो लिएर अपडेट गर्दै गर्छु होइन। नेक्स्ट ब्लग पनि मेरो हेरिदिनु होला। अनि यो ब्लग्सलाई मेरो माया सपोर्ट जरुरी छ तपाईँहरूको। प्लिज लाइक्स कमेन्ट्स सेयर गरिदिनु होला। ओके, नेक्स्ट ब्लगमा भेटौँला, बाई।